म मुस्कुराएँ तिमी मुस्कुरायौ, मेरै यो चञ्चल मनमा तिमी जगमगायौ। मैले औजार बनाउँछु हो, अनि किसानले खनेर ऊ खेती उब्जनी गर्छ, तर न मेरो इज्जत छ न किसानको इज्जत छ। सम लभ 1, सम लभ 2, सम लभ 3। तपाईँको तल छन् ती दुईटा के हुन्थे? कहाँ छन् त यी? ऊ दुईटा छन् त ती कस्तो दुईटा यति मोटा? हलो बनाउँदा बनाउँदै आजको दिन गयो मेरो, हलो बनाउँदा बनाउँदै हात यति दुखेका छन् यो फलामलाई फलाउँदै हो। यो गीती कथा भन्छ यसलाई। हात मेरा दुखेका छन् फलाम समाउँदा समाउँदै आजको दिन गयो मेरो, हलो बनाउँदा बनाउँदै हो। जोत्नेले के भन्ने होला, जोत्नेले के भन्ने होला, सम्झिने हो कि होइन। हलो जोतेकै बेला मलाई सम्झेर सल्मा लाउँदै सम्झिँदै र सल्मा लाउँदै, जोत्नेले के भन्ने होला मलाई सम्झेर सल्मा लाउँदै। सल्मा लाउने भनेको दाइ ठिक हो भन्ने भयो कि गलत पनि भन्ने भयो क्या। त्यही भएर मैले भन्छु म मुस्कुराएँ तिमी मुस्कुरायौ, म मुस्कुराएँ तिमी मुस्कुरायौ, मेरै यो चञ्चल मनमा तिमी जगमगायौ। नेम नमिल्दो छ यो हाम्रो जहाँ पनि, लेख्नै नसकिने यो स्वार्थी संसारको कहानी के। यो स्वार्थी संसार हो। घरैभित्र छोरा बुहारी छोरा छोरी श्रीमती पनि स्वार्थी छन् यार। त्यही भएर सबैको यो स्वार्थी संसारको कहानी लेख्न सकिँदैन क्या। लेख्नै नसकिने स्वार्थी संसारको कहानी भनेर त्यही भएर मामाले एउटा इङ्ग्लिसमा हान्नुहुन्थ्यो त पहिला सायरी सुन्गरे एउटा हान्नुहुन्थ्यो त पहिला। एउटा किन दुई तिनवटा हान्छ नि सवारेर चाहिँ। अब यो भने अब एउटा कुरा सोध्छु, सम भनेपछि कोही अथवा को, कुन हो। शब्द धेरै छ इङ्ग्लिसमा। सम लभ 1, सम लभ 2, सम लभ 3 हो। सम लभ 1, सम लभ 2, सम लभ 3, बट आई लभ 1, द्याट इज माई शङ्कर गड। वाह वाह वाह। आई लभ माई शङ्कर गड। मामा भगवान प्रेमी हुनुहुन्छ रे एकदम। त्यही त शक्ति पाएको छ नि, सुकेको भए पनि 5 किलोको घन हान्छ दिनभरि। कुन भगवानको बारे बढी हुनुहुन्छ तपाईँ? शङ्कर गड जो आकाश धरतीको जो मालिक छन् नि, यो आकाश धरतीको मालिक उनको हो म। अनि उनी नै फेरि मैले सिप गर्ने विश्वकर्मा बाबा हुन्। यिनका 5वटा चेला छन्। मेरो यहाँ चेलै छैनन् अहिलेसम्म। कोही छ? छैन। कोही भाषण चेला। घरका 2 छोरा थिए, अरू कोही बाहिरबाट ल्याउँथे होला 3वटा 5वटा बनाउँथे, तर यहाँ कोही सक्षम हुन सक्दैन। यो द आइरन वर्किङ अन द हार्डली वर्किङ, यो कडा काम हो क्या। दुनियाँले कपडा किनेर 3 महिना र 6 महिना ट्रेनिङ गरेर कपडा सिलेर देखाउँछ। ल 3 महिना 4 महिनामा यो फलाम सिलेर देखाओस् त, काम गरेर देखाओस् न। संसारमा सबैभन्दा ठुलो भनेको किसान हो। चाहे जग्गा होला नहोला, किसानले अन्न उब्जन गरेन भने यिनी जति सुकै साले अस्ति डोजर लगाएर फालेको घरवालाले के खान्छन्? पक्की गरेर मानु ऊ के गरे सुनसादी खान्छन्। खाने त उही दाल भात तरकारी होला नि, माछा मासु होला, तर अन्न पनि त खालान् नि। तर उब्जनी गर्ने को? किसान। किसानको केही इज्जत छ? छैन। आई हेल्प फार्मर। म फार्मरमा को? हेल्पर म्यान। आई हेल्प गर्नेवाला। मैले औजार बनाउँछु हो, अनि किसानले खनेर ऊ खेती उब्जनी गर्छ, तर न मेरो इज्जत छ न किसानको इज्जत छ। कपडा सिल्नेको इज्जत छ। 500 को कपडा ल्यायो भने 800 रुपियाँ सिलाइ छ हो। त्यस्तै तरिकाले 500 को फलाम आउँछ भने 5000 रुपियाँ लाने हो मैले हो। 5000 भनेर बेहोस भएर डल्छन् क्या, बेहोस भएर। यति महँगो भयो। तिनका बाबु घरको पैन्ट सर्ट हो र त्यो फलामको काम हो नि। ल ल ल कि मैले गलत भने? नहीं ठीक छ।
ल हामी तिनजना लागेर अहिलेसम्म यो तयार भएको छैन यार। आज यो हलोले मामा दिनभरि लाग्यो नि। हलोमा दिनभरि लाग्यो, हलोमा दिनभरि लाग्यो, तर बुढो मामा यो थाकेको छैन। हलोमा दिनभरि लाग्यो, यो बुढो मामा थाकेको छैन। मामाले जेसुकै खाओस् जेसुकै गरोस्, तर तै पनि म रोएर बसेको छैन क्या। म त भोलिको दिन आउँदैछ नि, आज राति बाँचेँ भने मरिनँ भने त भोलि मेरो दिनमा आज नगरेको काम भोलि गर्न सक्दिनँ। आजै मऱ्यो भने त अब यो हलो पनि आइरह्यो, त्यो पनि आइरह्यो। ठिक छ, काम पनि गर्नु पऱ्यो। अब पल पार्ने काम छ होइन। यता समाज त होला तातो हातले समाज, तिमीहरूलाई हातैले सामान लाउँछु मैले। अब हातले कहाँ होला गोलवाला कहाँ गयो यार? गोलवाला सब लगिदिन्छन् के। यहाँ भएका सामान कोहीले मिठाई खान्छन्, कसैले तरबुजा खान्छ। गोल तपाईँको तल छन् ती दुईवटा के हुन्थ्यो? कहाँ छन् त यहाँ? ऊ दुईवटा छन् त ती। कस्तो दुईटा यति मोटा? यति मोटा दुईवटा गोलाकै नि। तपाईँले त्यस्तै खोज्नु भएन र? यस्तै खोजेको। ए त्यस्तो खोजेको? चारपाटे हानिदिएपछि हुन्छ होइन? चारपटा कहाँ अरे नट छिरे भइगयो नि यार तिम्रो हलोमा यार। मोटो हुन्छ कि भन्ने कुरा हो कि? मोटो हुन्न, फेरि स्टिलले पाल पारिन्छ। अर्को थियो त अस्ति तनामको पाल पारिन्छ यार। स्टेटमा गयो त अरे लै यार मिठाई खायो यार भाइ यार, नकर यार। यार म यो क्या उल्टा भयो यो ढलो। ल कहाँ छ यो त? त्यो बस सानो थियो न त्यो। यो सानोले कहाँबाट पाल पर्छ क्या यसमा? यो सानो यहाँ छ। त्यो नै ल ल ल ल दिए चारपटा। त्यसमा त्यही हो उसले। अब समासै लगिदिएछन्। अब भयो समस्या हातमा मिठाई खाइदिए एउटा किन दुईवटा चाहिएन? तिमी एउटा समाउ म एउटा समाउने हातले हुन्छ र? हुन्न। मलाई तनाव र पिरै हुन्छ। त्यही भएर म भन्छु जीवन मेरो यस्तै रहेछ, बाँचेर के गरौँ? जीवन यस्तै रहेछ, बाँचेर के गरौँ? बिना चोटको घाउ लाग्छ मलाई, औषधि के गरौँ? जीवन यस्तै रहेछ, बाँचेर के गरौँ? बिना चोटको घाउ लाग्छ, औषधि के गरौँ? म त्यो सोच्न आइसकेको छु। जीवन भन्ने बित्तिकै तयार हुँदैन, बनाएर बन्ने मूर्ति जस्तो। फलाम खोजेको पनि झोल बनाएर मूर्ति बन्छ नि तुरुन्तै। जीवन यस्तो होइन, बनाएर बन्ने मूर्ति जस्तै। यो जीवन किनेर पाइँदैन, बजारमा बेचिने चुरोट बिडी र जाँड रक्सी जस्तै के। जीवन त्यस्तो हो। पाउँछ किनेर जीवन? पाउँदैन। नत्र त हाम्रै राजा श्री 5 वीरेन्द्रले सुनको कारमा हिँड्थे। राजाले सुनको कार हिँड्दैन, तर सुनको कार 1 किलोमिटर नहिँडेकै सुनै पग्लेर कारै खतम भइहाल्छ। त्यो फलामै चाहिन्छ कि तातोले गर्दा तातिएर। त्यो कमलो चिज हो। 50 किलो 2 कुइन्टलको सुनको बनाऊ, 50 किलोको मान्छे हिँड्यो, एकछिन तात्यो भने चाहिँ त्यो कचाकचुक भयो कि छैनन्? अहिलेसम्म सुनको गाडी हिँड्ने को छैन र? ल भनौँ विदेशमा गएर बस्ने, आफ्नो देश स्वदेश विदेशमा बस्ने त्यस्ता नेता, त्यस्ता धनाढ्य छन्। तिनी पनि सुनको कारमा उड्न सक्छन्। अहिलेसम्म जहाज बनेको होला अल्मुनियमको, जहाजै पनि, तर पितल तामा र सुनको बनेको छैन। फलामको बनेछ, अल्मुनियमको बनेछ। त्यही भएर भन्छु यो जीवन यो किनेर पाउने जीवन होइन क्या। तर मसँग यो जीवनलाई सोध्ने कति छन् मसँग बस्ने, तर मलाई नै चिन्दैनन् कि। त्यही भएर मलाई नचिने पनि त मैले कसलाई चिन्छु थाहा छ? त्यो परिचय दिउँ भनेपछि नाम भन्नै पर्यो। नाम भन्नु भने गलत हुन्छ, किन भन्नु पर्यो र? यो फलामै हो मेरो लागि। रेकर्ड त्यसरी नगर तिमीले, रेकर्ड त्यसरी नगर तिमीले पत्रकार भएर, रेकर्ड त्यसरी नगर तिमीले पत्रकार भएर। भोलि
2-4 शब्दको फरक पर्यो भने तिमी नआउनु मेरो नजरमा रोएर। भोलि 2-4 शब्दको केही फरक पर्यो, टेन्सन पर्यो भने तिमी नआउनु मेरो सामनेमा रोएर, मेरो नजर सामनेमा हजुर रोएर। त मामा उत्तिखेर बनाइदिनुहुन्छ नि? म त जजको खतरा हुनुहुन्छ मामा, गाउने नाच्ने म जस्तो फ्रेकिन मान्छेलाई पाउने मेरो श्रीमतीले त धेरै सोध्नुपर्ने। तर के गरौँ, श्रीमतीलाई चिन्दिनँ। तर के गरौँ, श्रीमतीलाई चिन्दिनँ भनेपछि अरू कसले चिन्छ भन त? तिमी त मलाई कामले चिन्न आएका, तिमी त मेरो कामले चिन्न आएका, दिनभरि तिमीले मसँगै धोका खाएका कि होइन? तिमीले मेरो कामले मलाई चिन्न आएका, दिनभरि तिमीले मसँग धोका खाएका हो हो कि गलत भने? तर पनि धोकालाई त्यसरी बिर्सनु, तर पनि धोकालाई त्यसरी बिर्सनु मेरो सदैव काम हो भनेर, मेरो सदैव काम हो भनेर। किन यो तिमीलाई चाहिने चिज हो सदैव सधैँ, त्यसलाई बिर्सिनु के, धोका खाएर नभन्नु फेरि। ठिक छ, तात्तै गएर तात्तेकै छैन, यो तात्तेकै छैन, चलाउनै बन्द भयो। यो तात्तेकै छैन, चलाउनै बन्द भयो। दुनियाँ टेन्सन र धुलट र खटरले गर्दाखेरि यो तताउने चाहिँ दिमाग बन्द भयो क्या। मामाले उति हामीले सोधेको कुरा यो साइरीमा भनिदिनुहुन्छ होइन? मेरै दिमाग बन्द भयो भनेर। यता काम पनि भइरहेछ मामाको, सर र मामाले सायरी पनि दिइराख्नु भएको छ है त। सायरी सुन्नै मात्र नगर, कहिल्यै मलाई पनि सुनाऊ। हजुर, सायरी सुन्नै मात्र नगर, कहिल्यै मलाई पनि सुनाऊ। तिमीहरू कति दुखी र सुखी छौ, आफ्नै खुसी खुसीमा रमाऊ के। तिमीहरू कति दुखी र खुसी छौ, आफ्नै खुसी र खुसीमा रमाऊ। कहिलेकाहीँ त मलाई पनि सुनाऊ। मेरै सायरी नसुन, कहिलेकाहीँ मलाई पनि सुनाऊ। तर तिमीहरू कति दुखी सुखी छौ, तिमीहरू आफ्नै दुःख सुखमा रमाऊ। कोही दुःख सुखमा साथ दिनेवाला छैन। मेरो त सर्ट कुरा हो, सर्ट एन्सर। द रिभाइज एन्सर दिस क्वेसन भन्दा सर्ट एन्सर। ल